नमस्कार साथीहरू, शुभ बिहानी। मेरो नाम रचना पोखवाल। म कक्षा 5 बाट। अहिले भ्याकेसन चल्दैछ नि त, दसैँको भ्याकेसन चल्दैछ। अहिले हाम्रो छुट्टी भइसकेको छ अनि हामीलाई चाहिँ स्कुलबाट कान्छो किताब प्रदान गरिएको छ, कान्छो किताब। अनि हामीले चाहिँ यो कान्छो किताब पढेर यही अनुसार कान्छो किताब अनुसार हामीले चाहिँ नेपाली विषयमा हामीले यसको समीक्षा लेख्नुपर्ने हुनेछ। र मैले चाहिँ यो किताब पढेँ, भावुक भएँ हैन, धेरै कुरा पनि सिकेँ, राम्रो कुरा टिपेँ, राम्रो कुरा छोडेँ हैन, धेरै कुराहरू गरेँ। अनि मैले चाहिँ यो कथाको समीक्षा लेखेको छु र यो कथाको समीक्षा चाहिँ म प्रस्तुत गर्न गइरहेको छु है त। कान्छो पुस्तकको समीक्षा। कान्छो एउटा बाल उपन्यास हो। यसको रचनाकार यमुना पराजुली अधिकारी हो। उहाँले थुप्रै बाल कथाहरू लेखेर प्रकाशन गरिसक्नु भएको छ। कान्छो पहिलो बाल उपन्यास हो। मलाई यो उपन्यास धेरै मन पर्यो। यसमा समाजमा हुने भेदभावका कुरालाई राम्रोसँग प्रस्तुत गरिएको छ। यस उपन्यासका पात्र कान्छोले भोगेका तिता मिठा कुराहरूले पढ्दा पढ्दै म धेरै भावुक भएँ। यस उपन्यासका पात्र शान्तिदी र लेखिका आफैले कान्छोलाई गर्नुभएको माया प्रेम सहयोगले मेरो हृदय छोयो। कान्छोको पढाइप्रतिको इच्छा देखेर मलाई खुसी लाग्यो। यस कथामा हाम्रो नेपाली समाजमा लामो समयदेखि रहिरहेको कमलरी प्रथालाई उजागर गरिएको छ। यस कुप्रथाबाट पीडित एक बालिकाको कथालाई सरल र सहज भाषामा प्रस्तुत गरिएको छ। यो उपन्यासले दृढ इच्छा शक्ति र सकारात्मक सोच भए प्रतिकूल अवस्थामा पनि अगाडि बढ्न र सफलताको शिखर चुन्न सकिन्छ भन्ने बुझाइएको छ। यो पुस्तकले बालबालिकाको मानसिक विकासमा एउटा ऊर्जा दिएको छ। यस उपन्यासका लेखिका यमुना पराजुली अधिकारी ज्यूलाई उहाँको लेखन यात्रा अझ सफलता पाओस्, उहाँको लेखनले अझै सफलता पाओस् र आगामी दिनमा अझै राम्रा कृतिहरू हामीले पढ्ने अवसर पाऊँ भन्ने शुभकामनाका साथै हार्दिक बधाई दिन चाहन्छु। र हामीलाई कान्छो किताब पढ्ने अवसर दिनुभएकोमा हाम्रा गेटवे स्कुलका प्रधानाध्यापक आरडी भट्टज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद साथीहरू।